लु सुरु है सुरु भात खाने कम्पिटिसन र यो चाहिँ कति रुपियाँ बाजी हो पैसा चाहिँ अहिले राम्रै बाघै झरेको छ त त्यहाँ त तीनजनामा एकजनाले जित्यो भने 50 रुपियाँ खुवाउने होला 50 रुपियाँ फाइदा राखेर हो त होइन मिठाई भइदियो खानु पर्यो नि तरकारी बढी छ नि त दिदीको धेरै छ भात तपाईँको र मोटीको चाहिँ बराबर छिटो भयो मोटीले धेरै छिटो खाइसक्छ होला मोटेको त ज्यानै त्यत्रो चाहिँ खाइसकिहाल्छ नि भएन ल त्यो सेकेन्ड चालु गर्नु न भएन है ल स्टार्ट नहाँसिकन हाल पानी हालेर खायो अड्क्यो मोटी कम्पिटिसन गरे अरे हेर्नु न यहाँ होइन 50 रे बिना पैसा बोकेर भाग प्रवीण जक्सन हेर्नु त्यहाँ पानी खानु पाउँछ र पाइने यता सक्नु लागेपछि ऊ सक तास खेलेर नै प्रवीण जक्सन जित्यो होइन लुडो खेलेर नै जित्यो ऊ ल हेर सिद्धि त गो प्रवीण जक्सन देखा सकियो ल हेर सकिँदा गो सकिएको नि मासु पनि झरिरहेछ मासु पनि खानु पर्ने ल ल त्यसो भए टाइम लाग्छ मोटीले चाहिँ धेरै टाइम लाग्छ मासु दाल हाल्यो दालले झन् अड्काउँछ रातो दालले होइन रातो दालले अड्काउँछ उसले त रातो दाल हाल्यो जस्तो लाग्यो मोटीले खाइसक्नु लाग्यो बिचरा सुनिता किक्लिक भएर खाइरहेछ ओ माय गॉड दिदीले पनि खाइसक्नु लाग्यो विनोद पानी 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 ए गिलासमा गिलासमा पानी सार्दिएको नि आउँछ क्या कमिसन अलिअलि मिठाई खानुपर्छ अहिले कमिसन त यहाँ भिडियो खिचिरहेको छु यहाँ हेर्न ल मासु सकाउनु पर्छ हुँदैन हड्डी त यहाँ छानेको छ है जिते 50 रुपियाँ 100 रुपियाँ जित्यो आज त प्रवीण जक्सन जित्ने पालो रहेछ है अघि नै पनि जितेको सुन्ताको धेरै थियो पानी हालेर रातो दाल जस्तो देखेको मैले त